आजको हाम्रो सुनि भयो पठारबाट पनि हामीलाई घर पुग्नु जानेछौँ। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। गाइज धेरै दिनपछि 1 महिनापछि हजुरको सामु मोहित भ्लग भेटिँदैछ, हजुरको सामु आउँदैछ। किनभने अनि आजभोलि हाम्रो यहाँ थान पुज्छन् नि, त्यसै कारणले थान पुज्ने भइसक्यो, हाम्रो पुग्ने बसेछ। हाम्रो थान पुज्ने चलन छ, तपाईँतिरको पनि चलन होला होइन। अनि त्यसै कारणले धेरै भइसक्यो भ्लग नहालेको नि मोबाइल नभएर। अनि टक्क लाएर आज चाहिँ हाम्रो ग्रुप यात्रा चाहिँ हाम्रो सिजा भ्याली हुँदैछ। जुम्ला भ्यालीबाट हामी सिजा भ्याली जाँदैछौँ, हाम्रो सिजासम्म देउता हाम्रो पुज्नको लागि। हामी के भन्छ त्यसलाई, भाडासारा ल्याउने भन्छ होला, त्यही भाडा ल्याउन हामी अब जानेछौँ सिजासम्म होइन। अहिले चाहिँ हामी यहाँ माथि चेरे भन्ने ठाउँ पुगेछौँ। तलको सिन देख्न सक्नुहुन्छ, चेरे हेर्नु सक्नुहुन्छ। आधा टोली चाहिँ त्यहाँ पुगिसक्यो, म चाहिँ यहाँ छु। अनि अङ्कल दाई भाइहरू सबैजना अगाडि छन् होइन, म चाहिँ पछाडि छु। अनि सबैजना अगाडि गइरहेछन्। म अब सिजासम्म यात्रा चाहिँ हाम्रो सिजासम्म हुन्छ। अनि भ्लग पनि त्यही सिजासम्मकै आउँछ होला, त्यहाँ देखेको पछाउन। किनभने यहाँबाट जाँदाखेरि त मैले सब सिन देखाइसकेको हुन्छु नि। अनि त्यसै कारणले अरू सिन त्यहाँबाट फेरि फर्किँदाखेरि त बनाउँदा त सिन त नराम्रो हुन्छ नि त, यहाँ जाँदाखेरि सिन देखाइहाल्छु। अनि यहाँ मौरीको घाँडै हेर्न सक्नुहुन्छ होइन। टक्क लाएर अब हामी माथि जान्छौँ। त्यही हो सिजासम्मको भ्लग आउँछ, फुल भ्लग सिजासम्मकै नै आउँछ। हेर्नु होला, मा देखाउनु होला। गाइज माथि आइसक्यो होइन, देख्न सक्नुहुन्छ है। भ्यू यस्तो बवाल छ, डाँडा काँडाले टक्क घेरिएको। अनि हाम्रो टोली चाहिँ त्यहाँ बसेको छ, अब खाना खान लगाएको होइन। बिहान खाना नखाएर आएको। अनि भ्लग पनि लङ नै हुन्छ होला होइन, त्यही भएर मैले जाँदाखेरि मात्रै बनाउँछु भ्लग, त्यहाँ पुग्नेसम्मको पुरै भ्लग बनाउँछु। अनि त्यसपछि अनि त्यो नै हो, टोली चाहिँ हामी बसेर खाना खाँदैछ। अनि यो चाहिँ हाम्रो चेरा चौर भन्छ होइन, यसलाई घोडे छोरा चौरको चट्टा छ। त्यही नै हो, लङ भ्लग आउँछ। घरदेखि किन बनाएन भने घरदेखि धेरै नै लङ हुने भयो, त्यसबाट माथिबाट बनाएको त्यसको लागि सधैँ। त्यही नै गाइज हेर्दै गर्नु होला। अब खानासाना खाएर माथि आइसक्यो, चौरढुङ्गे भन्ने ठाउँमा आइसकेको छ होइन। यसो गाइज टक्क तलको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। टक्क लाएर बादल यस्तो तरिकाले। अनि हामी चाहिँ यहाँ पुग्छ, हाम्रो टोली चाहिँ यहाँ माथि डाँडामा गइसकेका छौँ। हामी चाहिँ पछाडि गइसकेका छौँ। हामी बिहानतिर त्यही ठ्याक्कै 11-12 बजीतिर आएको। अनि अहिले चाहिँ ठ्याक्कै 2 बजिसक्यो होइन, धेरै भइसक्यो। किनभने धेरै टाइम लाग्छ कि हामी सिजा पुग्नै, जुम्लादेखि टक्क सिजा पुग्नै धेरै टाइम लाग्छ गाइज होइन। एकदमै माया देखाइदिनु होला। धेरै पछि मैले भिडियो हालेको, 1 महिना भइसक्यो भिडियो हाले पनि। एकदमै सपोर्ट गर्नु होला यो भिडियोमा। फेरि यु क्यान सी भ्यू चाहिँ यस्तो छ है। टक्कलाई हाम्रो गाइजहरू चाहिँ माथि हिँडिरहेछन्। अब हामी जाँदैछौँ। त्यही हो, सबैजना माथि देखाउनलाई आजको सिजा जाने भ्लग के कस्तो हुन्छ। त्यहाँ पुगेपछि चाहिँ अनि त्यही नै हो, माया गर्दै गर्नु होला। बिच बाटोमा हजुरहरूलाई भेटै गर्छु, भ्यू सु पनि देखाउने गर्छु, हेर्दै गर्छु। अहिले चाहिँ हाम्रो गन्तव्य धेरै माथि आइसकेको छ होइन, अघिको भन्दा नि हेर्नु सक्नुहुन्छ गाइज। आमा भ्यू हेर्नु न, यस्तो भ्यू आयो पो। अनि भ्लग बनाउन पनि मजा आउँछ, कन्टेन्ट पनि दामी हुन्छ होइन त। त्यही नै त हो नि। अब जानुपर्छ हामीले। अब बेलुका त्यही हाम्रो नाइटको 8-9 बजीतिर पुगाइ हुन्छ होला। हावा एकदमै लागिरहेछ, यस्तो दामी वरिपरि जङ्गल हेर्न सक्नुहुन्छ। ठक्कै यु क्यान सी भ्यू। अनि हाम्रो केटाको ग्रुप चाहिँ यहाँ छ, अनि अरू चाहिँ माथि छन् है, देखिँदैन त्यहाँ। त्यही नै हो ढक्क। अनि हाम्रो कुरा गर्दै गइरहेछौँ। बिहान 9-10 बजीतिर आएको, अहिले त्यही 3-4 बजिसक्यो। अनि दिन चाहिँ ज्यादा छ, टक्क लगाएर हिँडिरहेको छ हामी चाहिँ। अनि यहाँ लौरो टेक्दै हिँड्दैछन्। त्यही नै गाइस। ल हाम्रो अङ्कल डु सब्सक्राइब है। ल मलाई पनि सब्सक्राइब गर्नु होला, यसलाई पनि सब्सक्राइब गर्नु होला होइन। 200 फ्यामिली पुगिसक्यो। त्यही नै हो, भ्यू चाहिँ एकदम बबाल छ। ल लौरो टेकेर हिँडिरहेछन् गाइजहरू चाहिँ। टक्क पाराले हामी चाहिँ यहाँ आइरहेछौँ। ब्याग पनि यति गर्को, मान्छे पनि यस्तो हेर्नुपर्छ हामीले चाहिँ होइन। त्यही नै हो, एकदमै माया सपोर्ट गरेर एकदमै सपोर्ट गर्नु होला। माया सपोर्ट गर्नु पर्ने र त्यही नै गाइज। स्टेडियम हेर्दै गर्नु। अहिले चाहिँ हामी आइसकेको छैन। टक्क लाएर यहाँ चाहिँ बाखुन्डा भन्ने ठाउँ रहेछ यो चाहिँ। अनि अन्य चाहिँ जाने हुन्छ।
टक्क लाएर यहाँ चाहिँ यस्तो दामी झरना सानो झरना है, ठुलो झरना त छैन, सानो झरना बवाल रहेछ। अनि केटाको ग्रुप चाहिँ त्यहाँ गइरहेछ, म चाहिँ आइरहेको छु। जस बवाल नै रहेछ भनौँ होइन, सानो झरना टाइपको जस्तो कि जस माथि झन् बवाल छ। अब देख्न मिल्दैन, झाडले गर्दा छेकेको छ। अनि आइरहेछ अब हाम्रो गन्तव्य अझै बेलुकाको 8-9 बज्ला जस्तो छ। अनि टक्क लाएर देख्न सक्नुहुन्छ टोली अगाडि बढिरहेछ, लट्ठी टेक्दै फट्टी टेक्दै हिँड्दै रहेछ। अब त्यही हामी हिँड्दैछौँ एकदम होइन यसरी ढुङ्गाको। अब यहाँ ठुलमम्मी के भन्ने अरे, ल भन्नु। हामीहरूको पुग्यो त हामी त आइ छ भित्रै हानिसिन छ, हामी जान लागेका छौँ। हाम्रो साथीहरू सबजना हेरिदिनु होला। ओके छ। अब हाम्रो हिन्दूको महान चाड भनेको हाम्रो सुनि भयो पठाएर हेर्न घर पुग्नु त जाँदैछौँ। सबै साथी लाइक सेयर गरिदिनु होला। हाम्रो हिन्दू महान चाडमा के अरे यो के महान चाड दसैँ तिहार भने जस्तै यो पनि हाम्रो एउटा पर्व हो। यो पर्वलाई अनिवार्य हिन्दू महान अनिवार्य नगरी नहुने घरमा भएको घर परिवारमध्ये एकजना अनिवार्य एकजना हिँड्नै पर्ने हुन्छ। त्यही भएर हामीले सानोदेखि ठुलोसम्म हामीले लिएर आएको छौँ। अब चाहिँ हामी चाहिँ अब बाँकी चाहिँ कुरा चाहिँ उता खालेचौर भइसकेपछि चलन बाजेको मानेको चलन ल त्यही नै हो। अब हामी जान लाग्यो, अब उता गएर नि भेटौँला। जलजाल आइसकेको छौँ होइन, यु क्यान सी भ्यू टक्क लाएर ल ल है यु क्यान सी भ्यू। ल अब यस्तो ठाउँदेखि पाए पनि हुन्छ पानी। त्यही होला हाम्रो गाइजहरू छ अगाडि गइरहेछ। अनि यहाँ चाहिँ यस्तो छ होइन, अगाडि चाहिँ यस्तो बवाल चौर ठ्याक्कै चौर छ क्या अगाडि होइन। अनि यहाँ दादा चाहिँ के गरिराख्नु भएको छ, भिडियो बनाइराख्नु भएको छ। अनि हामी चाहिँ पछि गइरहेको छौँ। त्यही हो एकदमै भिडियोलाई माया सपोर्ट देखाउनु होला होइन। अनि बजाउसम्म चाहिँ ढिँडिरहेको छु म चाहिँ। अब टक्क मौकामा छौका चौक्नु पऱ्यो नि त होइन, मौकामा छौका चौक्ने त हो त नि। टक्कै सिजाउने मौका पाएँ भलक बनाइदिएँ मैले। अगाडि पनि बनाउँथेँ तर नबनाउने होइन, मोबाइलले त्यस्तो छैन नि त। अनि त्यस कारणले बनाउनु पनि त्यस्तो भएन। अगाडि भेडा है यसरी चढिरहेछन्। हाम्रो टोली चाहिँ यता गइरहेछ, हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यता छु। त्यही नै गाई सबैजनाले माया सबै देख्नु होला, ठाउँ ठाउँमा भेट्दै गर्छु, हेर्दै गर्नु होला। सो गाई टक्क लाएर भ्यू चाहिँ यस्तो बबाल छ। उता चाहिँ घोडा चढिरहेछ, टक्क लाएर देख्न सक्नुहुन्छ भ्यू। यो गाई चाहिँ यस्तो बबाल भ्यू छ होइन। त्यहाँ चाहिँ घर चाहिँ एकदम बबाल घर छ। अनि ठक्क हाम्रो गाई चाहिँ यहाँ बसिरहेछन्। ल हाम्रो ठुलो चाहिँ गलेर यस्तै सुन्नु भएको छ दे। ल हाम्रो गाइजहरू हाम्रो साथमा दादा, हाम्रो राजेश दादा, हाम्रो बिक्कु दादा, हाम्रो तेजिन अङ्कल, हाम्रो दिपु महत, यहाँ अमित महत, अनि हाम्रो यहाँ ठुलुवा। ल यसरी बसिरहेको छ। अगाडि चाहिँ त्यहाँ टोली गइरहेछ होइन। बुझिले त ल गाइज होइन। अहिले चाहिँ हामी आइसकेका छौँ। ग्रुप चाहिँ त्यहाँ छ, अर्को ग्रुप चाहिँ आएछ होइन। यसरी पुलतिर जानुपर्छ हामीले चाहिँ। त्यही हो एकदमै गम्भीर अवस्था भइसकेको छ हाम्रो चाहिँ। हिँडेर हामी चाहिँ बेलुका 12-1 बजीतिर पुग्छौँ होला होइन। त्यही नै हो। यसरी पुल तर्नुपर्छ हामीले चाहिँ। हाम्रो टोली चाहिँ सब थाकेर गम्भीर अवस्थामा गइसकेको छ। यसरी लट्ठी टेकेर हिँडेर अगाडि यसरी गएर जानुपर्छ। आधा टोली चाहिँ त्यहाँ आइसकेको छ। हामी चाहिँ अगाडि हिँड्दैछौँ। सबको बोलबाहिर छ, कुकुर सबको बोलाएर सिकाएर खेल्दै गुलेली हान्दै हिँड्दै काम भइरहेछ हाम्रो। त्यही हो। अब जान्छु। यहाँ यसरी धेरै नाइट भइसकेको छ, हेर्न सक्नुहुन्छ। यस्तरी नाइट भइसक्यो होइन।
यहाँ ग्याङ च्याता हिँडेको छ राति 1 बजे बिहान पुग्ने भन्ने हाम्रो प्लान भइसकेको छ टक्क लाएर हो ल गाइस सबजनाले सपोर्ट गरिदिनु भयो मेरो भाइलाई चाहिँ अनि टक्क लाएर तलबार भलक के नाम हुन्थेन केटा पनि गाई एकदमै नाइट भइसकेको छ होइन त्यही नै हो अब भग खासमा मैले अहिले एडिट गर्छु भने अब चिनामामै पुगेको छैन हामी अझै 2-3 घन्टा 4 घन्टा लाग्छ अरे अझै हामी जाने ठाउँ पुग्नलाई के अनि त्यही लाग्छ अरे अब हामी त्यहाँ पुग्छौँ अनि पुगेपछि अब ज्यादा एकदमै थाकेको छ होइन दिनभरि हिँडेर रातभरि हिँड्नुपर्ने त्यही नै हो टक्क लाएर सबैजना माया देख्नुलाई सिधा अरे गएर भेट्न पनि सक्छु भोलि मर्निङमा भेट्न द नेक्स्ट डे दिस इज माई नेक्स्ट डे गुड मर्निङ गाइज सबैजनाले फेरि स्वागत छ होइन त्यही नै आज चाहिँ नेक्स्ट डे भयो हिजो राति चाहिँ एकदम थकितमा भइरहेको थियो क्या 1 बजे 2 बजे पुग्यौँ होइन त्यही भएर एकदम थकित भइरहेको थियो अनि 1-2 बजीतिर आएर यहाँ पुगेर सुतेको 1-2 बजीतिर भ्लग बनाउने काम पनि भएन नि त होइन अनि एकदम थकितमा भइदियो हामी बसेको मन्दिर चाहिँ यही छ होइन रातभरि मन्दिरमा सुतेको टक्क यु क्यान सी भ्यू यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ होइन यस्तो टक्क लाएर त्यही हो सबैजनाले एकदमै माया देखाइदिनु होला होइन यति दुःख गरेर हालेको छ भिडियो एकदमै माया हिजो एकदम दुःख पाइयो एकदम दुःख क्या यस्तै दुःख पाइयो क्या त्यही नै हो आज हामीले उफु गरेर आज आधा बाटोसम्म फर्किन्छौँ होला अनि त्यही नै त हो आधा बाटोसम्म हामीले फर्किन्छौँ त्यही नै एकदमै भिडियोमा माया सपोर्ट गर्नु होला सबैजनाले यु क्यान सी भ्यू सिजा देख्नसँग हुन्छ सिजा गाउँ हामी भएको ठाउँको यो सिजा गाउँ त्यहाँबाट पुरी अझै गाउँ नै गाउँ छ त्यो डाँडो छ नि गाई त्यो डाँडोदेखि पुरीपट्टि के हिजो त्यहाँबाट आएको हामी चाहिँ कति डाँडा काट्नुपर्छ गाई हिजो त्यहाँ कति 10 बजे हिँडेको भने यहाँ हामी रातिको 12-12:30 बजीतिर पुगेको क्या त्यही नै एकदमै माया देखाउनु होला मैले धेरै लामो चाहिँ गर्न चाहिनँ किनभने ज्यान पनि एकदमै थकिन्छ धेरै लामो बनाउन पनि सकिँदैन भेडा अनि टक्क यहाँ सिजा गाउँको एकदम दामी सिन होइन यो चाहिँ अनि आधा ग्रुप चाहिँ हाम्रो थानमा सुतेको छ आधा ग्रुप चाहिँ घर सुतेको थियो भर्खरै उठेको अनि भर्खर उठेर अब यसो भ्लग बनाउने भन्यो बनाउनु भने अनि धेरै लामो पनि गर्न सकिन्न किनभने ज्यान एकदमै थकितमा छ आज अब हिँडेर नसक्यो भने गाडीमा जाने कुरा भएछ अब देउताले के भन्छ भन्ने हो त्यही नै हो गाइस आजको ब्लग के कस्तो भयो सबैजनाले जस्तो भए पनि माया देखाइदिनु होला ब्लग जतिसक्दो पेल्ने कोसिस गर्छु मोबाइल नभएर नपेलेको मोबाइल भयो भने पेल्ने कोसिस गर्छु हजुरको सामु ल्याउने गर्छु आजको सिन्जाको ब्लग के कस्तो भयो सबैजनाले माया देखाइदिनु होला त्यही नै भन्न चाहन्छु आजको ब्लग यति नै हुन्छ थ्याङ्क्स फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन यति भन्दै म बिदा लिन चाहन्छु हस्त जय नेपाल बाई बाई गाइज आजको सिजाको ब्लग के कस्तो भयो